स्तनपान भविष्यलाई पोषण दिनु हो। आउनुहोस्, यो किन यति धेरै महत्त्वपूर्ण छ त्यो कुरा बुझौँ न। यो एउटा प्राकृतिक प्रक्रिया हो जसले शिशुको स्वस्थ विकासका लागि उत्तम पोषण दिन्छ। तर यो यति महत्त्वपूर्ण किन छ त? किनकि यसका फाइदाहरू आमा र बच्चा दुवैलाई छन्। आउनुहोस्, यसका दुईतर्फी फाइदाहरू हेरौँ। यो आमा र बच्चा दुवैको लागि फाइदाजनक छ। शिशुको लागि यसको अर्थ हो सन्तुलित पोषण र संक्रमणसँग लड्न चाहिने बलियो प्रतिरोधात्मक क्षमता। अनि आमाको लागि यसले सुत्केरी पछिको स्वास्थ्य सुधारमा मद्दत गर्छ र त्यो भावनात्मक बन्धनलाई अझै गहिरो बनाउँछ। जन्मपछिको पहिलो केही दिनमा शरीरले एक विशेष प्रकारको दूध बनाउँछ। हो, यो हो कोलोस्ट्रम अर्थात् बिगौती दूध, जसलाई तरल सुन पनि भनिन्छ। नवजात शिशुको लागि यो अमृत समान हो। यसलाई नवजात शिशुको लागि पहिलो सुपरफुड भन्दा पनि हुन्छ। एन्टिबडीले भरिपूर्ण र पचाउन एकदमै सजिलो। त्यसो भए कति समयसम्म स्तनपान गराउनु पर्छ त? विश्व स्वास्थ्य संगठनको सिफारिस यस्तो छ। ल, अब व्यवहारमा सफल हुन के गर्ने त? यसका लागि यी 4 कुराहरूमा ध्यान दिनुपर्छ। बच्चाले जति बेला माग्छ त्यति बेला खुवाउनु महत्त्वपूर्ण छ। नवजात शिशुले एक दिनमा 8 देखि 12 पटकसम्म खान सक्छन्। तर स्तनपान भनेको पोषण मात्रै होइन, यो त गहिरो भावनात्मक सम्बन्ध पनि हो। स्तनपानको बेला हुने त्यो छालाको स्पर्शले शिशुको शरीरलाई स्थिर राख्छ अनि एउटा बलियो भावनात्मक जग बसाल्छ। आखिर यो शक्तिशाली बन्धनले जीवनको आधार कसरी तयार गर्छ त? यो क्षणिक होइन, यो त एउटा सुरुवात हो।